सुरु ल नमस्कार सबैजनालाई म रोसिका श्रेष्ठ मेरो क्यामेराम्यान आस्था बुढाथोकी हुनुहुन्छ ल आज हाम्रो झोलाभित्र के होलाको प्रोग्राममा चाहिँ हाम्रो सबैले रुचाउनु हुने रेस्ट 7 को चर्चित र हाम्रो दिदी सबैको दिदी प्यारो रसिली हसिली र एकदम राम्री वर्षा दिदी चाहिँ हुनुहुन्छ हाम्रो अगाडि सबैले ताली बजाइदिनु होला ल अब झोलाभित्र के होलाको प्रोग्राम चाहिँ स्टार्ट गरौँ के यो झोला चाहिँ के को हो कहाँबाट ल्याउनु भएको यसो भनिदिनु नि त दिदी यो चाहिँ पढ्नु न है म अलिक पढ्न आउँदैन यसो मैले एडिटेडमै किनेको हो हजुर के हो ब्रान्ड चाहिँ के ब्रान्ड के हो मार्क्सको ग्रीन कलर है ग्रीन कलरमा हजुरको ग्रीन कलर चाहिँ के फेभरेट कलर हजुर हो नाइस अनि त्यो भित्र के छ हेर्नु न त है कति बिस्तारै सबै यसो देखाउँदै कति पर्यो आफैले किन्नु भएको कि लेस देन 100 पर्यो त्यही ए लेस देन 100 के आफैले आफैलाई गिफ्ट दिनु भएको कि बुढाले दिनु भएको कि बुढाले कहिले पनि दिनुहुन्न मैले आफैले हजुर हजुर एकदम यो मेरो फोन हो हजुर कुन फोन यो चाहिँ कस्तो राम्रो त नाइस मेरो जस्तै रहेछ है सेम सेम के हो यो चाहिँ 13 प्रो म्याक्स ए 13 that's okay नाइस अनि यो चाहिँ मेरो लिप ग्लस हो अहिले चाहिँ हल्का लिप पनि त्यो प्लम गर्छ कस्तो नाइस सेट कहाँबाट ल्याउनु भएको के ब्रान्ड हो नि यो चाहिँ यो चाहिँ मैले एसोसबाट किनेको हो हजुर रेभोल्युसनको रहेछ नाइस सेलमा थियो अनि त्यहीबाट किनेको डिफरेन्ट सेटको युज गर्छु मैले त्यसैको हजुरले रिकमेन्ड गर्नुभएको हजुर हजुर कस्तो लागिरहेको छ एकदम राम्रो थ्याङ्क छ नि ल हजुर एकदम यो चाहिँ मेरो कार्डको की हो वाउ यसमा मेरो बिहे मेरो हरायो के हालि बित्तिको हरायो हजुर कुन कार्ड युज गर्नुहुन्छ नि यसो भन्नु नि त है यसो मेरो ह्यान्ड क्रिम हो किनकि मेरो ह्यान्ड एकदमै धेरै ओ वाउ के लगाएर हेर्नु न है एकदम महँगो हाल्यो नि फेरि एकदम कहाँबाट ल्याउनु भएको नि यो मैले हङकङबाट किनेको हो ओ हङकङबाट हजुर ओ नाइस कस्तो नाइस स्मेल है महँगो भएर होला नि ओ माय गॉड हेर्नुस् त मेरो हात यस्तो my God. गराइदियो ओ माय गॉड हेर्नु त कस्तो डिफरेन्स ओ माय गॉड कस्तो राम्रो कति पर्यो नि मलाई रिकमेन्ड के बाहिरको कुरामा $500 त्यस्तै ओ वाउ यार सबभन्दा चिपेस्ट यही थियो चाहिँ ओ माय गॉड यस्तो चिपेस्ट त मैले युज गर्दिनँ नि फेरि मेरो सुगर ड्याडीले किन्दै हो नि त यो चाहिँ बटनमा थाहा होइन गएको है कुछ गडबड है यसो पनि यो चाहिँ मेरो ऐना हो है किनकि मलाई एकदम धेरै सोख छ के टचअप भन्दा नि मेरो एकदम धेरै आफूले आफूले हेरेर सोख छ कि अलिकति काहीँ देखेँ कि हेरिरहन्छ होइन बरु त्यस्तो दुःख गऱ्यो भने बरु पकेटमा एउटा सानो लगेर हेरौँ न भनेर कस्तो ह्यान्डी त है यो पनि एकदम राम्रो मैले उता कता दुबईमा कता कहाँ किनेको बिर्सेँ मैले जुम गरेर यो त मेरो लागि भनेर एकदम केही कस्टमाइज गरिदिएको के त्यो मेक गरेछ नि एकदम स्पेशली के छ मलाई गिफ्ट दिन मिल्छ त यो अलि मिल्दैन यो एउटामा चाहिँ मैले अलिकति एकदम जुम गरेर देख्दो रहेछु एउटामा चाहिँ ठिकै छ अहिले सकेपछि अनि हाफ हाफ गरौँ न त हैनलाई है यो चाहिँ यता राखेँ मैले अर्को चाहिँ यहाँ रबर ब्यान्ड छ मेरो मेरो कपाल छोड्ने सोख छैन खालि कपाल बालिरहेको चाहिँ यहाँ जुरो बनाएर हुन्छ नि त मैले त्यही भएर अनि यो रबर ब्यान्ड नाइस रबर यहाँ पनि छ एउटा है कतिवटा बोकेर म एकदम धेरै लिपस्टिकको फ्यान हो होइन मैले नकिने पनि म पसलमा मैले हात यहाँनिर यहाँसम्म स्वाच गरेर हाल्छु क्या तर अहिले चाहिँ जति मेरो ब्यागमा हट्यो नि यो लिपस्टिक के ब्रान्ड कुन सेट ओ यो चाहिँ हजुरले प्रिफर गर्ने सेट चाहिँ कुन चाहिँ हो भन्ने यो चाहिँ न्युड कलरको हो यो चाहिँ लोरियलको हो सरी मैले सायद मैले एकदम चिप किनेको भनेको यही होला है ए हजुर अनि यो भनेको यो चाहिँ मेरो YSL को लिपस्टिक हो ओ वाउ यस्तो ब्रान्डेड ओ माय गॉड क्यान आई सी इट यस ओ सच अ नाइस कलर के म लगाउन सक्छु यसलाई हजुर सक्नुहुन्छ हाम्रो यस्तो प्रिटी गर्दिम न है ओके अनि यो चाहिँ मेरो गुचीको लिप ओइल हो है ओ माय गॉड गुच्चीको यस ओ वाउ कहाँबाट किन्नु भयो नि यस्तो गुचीको स्टोरबाट नाइस That's pretty sad. के छ यति नै होला हजुरले पैसा त्यसरी बोक्नु हुँदैन अनि यो चस्मा खै कहाँ हो सनग्लास हटबाट किनेको मैले हस् त आजको हाम्रो कार्यक्रम यहीँ समाप्त भएको छ क्यामेराम्यान आस्थाको साथ धन्यवाद बाई बाई